हेलो एभ्रिवान, बीएड थर्ड इयरमा पढ्नुहुने सबैजना विद्यार्थी साथीहरूलाई धेरै धेरै वेलकम छ हाम्रो युट्युब च्यानल रिक्वायर्ड स्टडीमा। योभन्दा अघिल्लो भिडियोमा चाहिँ हामीहरूले बीएड थर्ड इयरको बुक करिकुलम एन्ड इभ्यालुएसन सब्जेक्टबाट युनिट 9 मा रहेको न्युमेरिकल कुराहरूबाट मिडियन निकाल्न सिकेका थियौँ योभन्दा अघिल्लो भिडियोमा। र आजको भिडियोमा चाहिँ हामीले मोड निकाल्न सिक्नेछौँ है। सो अब चाहिँ हामी भिडियोलाई सुरु गरौँ। यो भिडियोमा चाहिँ हामीले कन्टिन्युअस सिरिज, इन्डिभिजुअल सिरिज र डिस्क्रिट सिरिज तीनैवटा सिरिजभित्र मोड कसरी निकाल्ने भन्ने बारेमा क्वेसन बनाएर हेर्नेछौँ। सो तपाईँहरूले भिडियोलाई एन्डसम्म वाच गर्नुहोला। र यहाँनिर सुरुमा हामीले मोड भनेको के हो त्यो चाहिँ बुझ्नुपर्ने हुन्छ है। मोडलाई चाहिँ नेपालीमा बहुलङ्क भन्छ, बहुलङ्क भन्ने गर्छ नेपालीमा। अब यहाँनिर अलिकति सानो डेफिनेसन छ मोड भनेको के हो त्यो चाहिँ पढौँ है। द भ्याल्यु इन द डाटा सेट द्याट अपियर्स मोस्ट फ्रिक्वेन्टली इज कल्ड मोड भनेको छ है। मोड भनेको एउटा यस्तो भ्याल्यु हो जुन चाहिँ डाटा सेटमा, त्यो डाटाको सेट छ अथवा त्यो डाटाको जुन समूह छ त्यसमा चाहिँ बारम्बार, फ्रिक्वेन्टली भनेको बारम्बार चाहिँ रिपिट भइरहेको छ त, सबभन्दा बढी रिपिट भइरहेको छ, बारम्बार त्यो डाटा सेटमा आइरहेछ भने त्यो भ्याल्यु नै के हो त, मोड हो भनेर बुझ्नुहोस् है। यसलाई यसरी बुझ्नुहोस् कि यदि कुनै नम्बरहरूको समूह छ अथवा कुनै डाटा सेट छ भने त्यसमा चाहिँ यदि कुनै भ्याल्यु बारम्बार रिपिट भएको छ भने, जस्तै दुई सबभन्दा बढीचोटि रिपिट भएको छ कि 3 सबभन्दा बढीचोटि रिपिट भएको छ कि हो, त्यसरी कुनै नम्बर यदि बारम्बार रिपिट भएको छ भने त्यो नम्बर नै के हो त, मोड हो भनेर बुझ्नुहोस् है। त्यो नम्बर नै मोड हो भनेर बुझ्नुहोस्। इट इज डिनोटेड बाई एमओ। यसलाई चाहिँ सर्टकटमा हामीले एमओ भनेर यसरी चाहिँ जनाउने गर्छौँ है। ल अब इन्डिभिजुअल सिरिजभित्र मोड निकाल्ने कसरी निकाल्ने त भन्ने बारेमा हामी बुझ्नेछौँ। सो यहाँनिर हामीलाई इन्डिभिजुअल सिरिजभित्र एउटा यसरी डाटा सेट दिएको छ, एउटा डाटा सेट दियो जसमा चाहिँ 2 4 5 2 4 7 2 9 दिएको छ है। अब यहाँ चाहिँ हामीले सुरुमा हेर्ने कुन कुन भ्याल्युहरू रिपिट भएको छ त यहाँनिर हेर्ने है। यहाँ चाहिँ 2 गरेर 3 चोटि चाहिँ 2 रिपिट भएको छ र अर्को चाहिँ यहाँनिर 4 पनि रिपिट भएको छ, 2 चोटि रिपिट भएको छ है। अब यहाँनिर रिपिट त दुइटै भएको छन् र हामीले भनेको के हो त, मोस्ट फ्रिक्वेन्टली भनेको म्याक्सिमम टाइम, सबभन्दा बढी चाहिँ कुन रिपिट भएको छ त, त्यही नै मोड हो हाम्रो यहाँनिर है। अब यहाँनिर 2 चाहिँ 3 चोटि रिपिट भएको छ र 4 चाहिँ 2 चोटि रिपिट भएको छ भने कुन चाहिँ बढीचोटि रिपिट भयो त, यहाँनिर 2 चाहिँ बढीचोटि रिपिट भएको छ है। त्यही भएर यहाँनिर 2 नै के हो त, यो क्वेसनमा 2 भनेको के हो त, मोड हो। त्यसले हामीले सिधै लेखिदिने, यसमा धेरै झ्याउ हुँदैन मोड निकाल्दाखेरि, सिधै लेखिदिने द भ्याल्यु 2 is repeated maximum time, so the mode is 2 भनेर यसरी लेखिदिने है। यहाँनिर द भ्याल्यु 2, यो दुई भ्याल्यु चाहिँ सबभन्दा बढी रिपिट भएको छ, म्याक्सिमम टाइम भनेको सबभन्दा बढीचोटि रिपिट भएको छ, त्यसैले 2 चाहिँ के हो त, मोड हो भनेर हामीले यसरी लेखिदिने। यही आन्सर भइहाल्यो, यति सिम्पल हुन्छ, यसमा धेरै केही गाह्रो हुँदैन। तर एउटा कुरा चाहिँ के ख्याल गर्नुहोस् भने तपाईँहरूलाई इक्जाममा यति सिम्पल क्वेसन चाहिँ सोध्दैन, यति सिधै यसरी इन्डिभिजुअल सिरिज दिएर सिधै तपाईँले यसरी आन्सर निकाल्नुहोस् भने यति सिम्पल तरिकाले चाहिँ सोध्दैन। तपाईँहरूलाई इक्जाममा सोध्ने भनेको यो इन्डिभिजुअल सिरिजबाट कहिले पनि सोधेको छैन अहिलेसम्म, प्रायः सोध्ने भनेको डिस्क्रिट र कन्टिन्युअस सिरिजबाटै हो। सो त्यसमा चाहिँ तपाईँहरूले अलिकति बढी ध्यान दिनु होला है, यो पनि बुझिराख्ने बुझ्न त। अब इक्जाममा त कहिले के सोध्न सक्छ भन्ने कुरा त्यो फिक्स चाहिँ हुँदैन, तैपनि इम्पोर्टेन्ट भनेको बढी जसो तपाईँहरूको लागि डिस्क्रिट सिरिज र कन्टिन्युअस सिरिज हो है। अब डिस्क्रिट सिरिजमा हामीलाई यहाँनिर एउटा क्वेसन दिएको छ, वेट इन केजी भनेर दिएको छ है। र यहाँनिर नम्बर अफ पर्सन्स दिएको छ, व्यक्तिहरूको सङ्ख्या दिएको छ र तिनीहरूको वेट दिएको छ, केजीमा दिएको छ यसरी 40 केजी भएका, 40 केजी वेट भएका 3 जना, 50 केजी वेट भएका 5 जना, 60 केजी वेट भएका 9 जना भनेर हामीले यसरी यो डाटा चाहिँ दिएको छ। अब हामीले यसको मोड निकाल्ने, यसको चाहिँ मोड निकाल्ने हामीले। अब मोड निकाल्नलाई यो डिस्क्रिट सिरिजभित्र हामीले के गर्ने त भने यहाँनिर म्याक्सिमम फ्रिक्वेन्सीलाई हेर्ने, यो नम्बर अफ पर्सन्स जुन यो फ्रिक्वेन्सी दिएको छ नि हामीलाई नम्बर अफ पर्सन्स भनेर, यसमा सबभन्दा ठुलो फ्रिक्वेन्सी कुन छ त त्यसलाई चाहिँ हेर्ने। अब अहिले चाहिँ यहाँ सबभन्दा ठुलो भनेको 9 हो, यो 9 हो, त्यसैले यो 9 को करस्पोन्डिङ भ्याल्यु नै मोड हो भनेर बुझ्ने। सो अहिले चाहिँ 9 ठुलो छ भने 9 को करस्पोन्डिङमा कति छ, 60 छ, त्यसैले यो डाटा सेटको लागि मोड भनेको कति हो त, 60 हो। अब यसलाई पनि यसरी सिधै हामीले भाषामा लेखिदिने, द म्याक्सिमम
the maximum frequency is 9 so the mode the mode value is 60 भनेर लेख्दिने है 60 केजी भनेर लेख्ने युनिट नछुटाउने यदि केजी मा दिएको छ भने आन्सर पनि केजी मा आउने भयो नि त त्यही भएर 60 केजी भनेर यसरी लेख्दिने हो यति हो है आन्सर यसमा अरु केही पनि गर्नु पर्दैन हामीले जस्ट के गर्ने यहाँनिर जुन नम्बर अफ पर्सन्स भनेर दिएको छ अथवा यो जुन फ्रिक्वेन्सी दिएको छ त्यो फ्रिक्वेन्सीलाई हेर्ने सबभन्दा ठुलो फ्रिक्वेन्सी कुन छ त्यसलाई हेर्ने अहिले यसलाई सबभन्दा ठुलो फ्रिक्वेन्सी 9 छ त्यसैले यो 9 को करस्पोन्डिङ भ्यालु नै के भयो त यसको मोड हो भनेर बुझ्ने है ल यति सिम्पल छ यसमा केही पनि गाह्रो छैन ल अब यसपछि लास्टमा हामी कन्टिन्युअस सिरिजमा हेरौँ है मोड कसरी निकाल्ने भन्ने बारेमा अब कन्टिन्युअस सिरिजमा अलिकति फरक छ कन्टिन्युअस सिरिजमा हामीले फर्मुलाहरु लाउनु पर्ने हुन्छ है सो यहाँनिर यो वाला फर्मुला चाहिँ हामी युज गर्छौं फर्मुला मैले साइडमा लेखिदिएको छु कन्टिन्युअस सिरिजमा मोड निकाल्नलाई यो वाला फर्मुलाहरु युज गर्छौं सो यो फर्मुला युज गर्नको लागि त हामीलाई यो सबै भ्यालुहरु चाहियो नि त l भनेको के f1 f0 h2 f1 f0 यो सबै कुराहरु हामीले निकाल्नु पर्यो नि त पहिला हो पहिला यो चाहिँ निकाल्न सिकौं अनि त्यसपछि यो फर्मुलामा राखेर हामी मोड निकाल्छौं है अब अघिल्लो क्लासमा पनि हामीले पढिसकेका थियौं मिडियन निकाल्दाखेरि पनि हामीले पढिसकेका थियौं त्यहाँ चाहिँ l भनेको र h भन्ने कुराहरु हामीले पढिसकेका थियौं यहाँ चाहिँ यो दुईटा कुरा त सेमै हुन्छ तर बाकी यो f1 f0 नयाँ कुरा छ सो यो हामी सिक्छौं है ल अब यहाँनिर पनि हामीले सुरुमा पहिलो स्टेपमा त हामीले यहाँ पनि म्याक्सिमम फ्रिक्वेन्सीलाई नै हेर्ने हो है सो यहाँनिर म्याक्सिमम फ्रिक्वेन्सी सबभन्दा ठुलो फ्रिक्वेन्सी कुन छ त यो 10 छ है यो 10 छ त्यसैले हामीले यहाँनिर के लेख्नु पर्यो त द म्याक्सिमम frequency is 10 so the mode lies between यो 20 to 30 यसको करस्पोन्डिङ मा कति छ त यो म्याक्सिमम फ्रिक्वेन्सी 10 यसको करस्पोन्डिङ मा 20 देखि 30 छ नि त त्यही भएर लाइज बिट्विन 20 to 30 भनेर लेख्ने है अब यसले के भन्न खोज्या भने यो लाइनमा हामीले द म्याक्सिमम फ्रिक्वेन्सी इज 10 यहाँ चाहिँ सबभन्दा ठुलो म्याक्सिमम फ्रिक्वेन्सी 10 छ त्यसैले द मोड लाइज बिट्विन भनेको छ लाइज बिट्विन कतिको बीचमा छ त भने 20 देखि 30 को बीचमा छ भनेर हामीले यसरी यो लाइनले लेखेका छौं है र अब यसपछि हामीले यहाँनिर देयरफोर केही भ्यालुहरु निकाल्नु पर्ने हुन्छ जुन हामीले यतापट्टि भन्यौ नि त यो f l अनि यो h यो कुराहरु हामीले निकाल्नु पर्ने हुन्छ है सो सुरुमा हामीले l निकाल्ने अब l पनि हामीले अघिल्लो क्लासहरुमा पढिसकेका छौं l भनेको के हो त भने जुन यो क्लास हुन्छ नि यो क्लासमा यो जसरी अहिले 20 देखि 30 छ भने यहाँ जुन अगाडिको यो वाला छ नि त अगाडिको सानो वाला भ्यालु लोएस्ट भ्यालु यही नै हाम्रो l हुन्छ भनेर बुझ्ने है सो अहिलेलाई 20 देखि 30 छ भने यो अगाडि कति छ 20 छ 20 नै हाम्रो l भयो 20 l भयो र यसपछि अब f1 निकाल्ने अब f1 भनेको के हो भने यहाँनिर सबभन्दा ठुलो फ्रिक्वेन्सी 10 हो नि त हो यो 10 नै f1 हो भनेर बुझ्ने त्यसैले f1 भनेको कति भयो 10 भयो अब हामीले निकाल्ने f0 निकाल्ने अनि f2 निकाल्नु पर्ने हुन्छ है f0 र f2 निकाल्नु पर्ने हुन्छ अब f0 भनेको के हो भने यो जुन म्याक्सिमम फ्रिक्वेन्सी छ नि f1 छ नि यो f1 भन्दा पहिलाको भ्यालु f0 हुन्छ f1 भन्दा पहिलाको यताको भ्यालु f0 हुन्छ है र यतापट्टिको भ्यालु राइट साइडको भ्यालु चाहिँ के हुन्छ त f2 हुने भयो अथवा यो म्याक्सिमम फ्रिक्वेन्सी पछिको भ्यालु f2 हुने भयो त्यसैले यो भन्दा पहिला कति छ 6 छ भने f0 भनेको 6 भयो र f1 पछि कति छ 5 छ f2 त्यसैले यहाँनिर f2 भनेको कति भयो 5 भयो है यसरी बुझ्नु सबभन्दा पहिला हामीले के गर्ने f1 हेर्ने f1 भनेको म्याक्सिमम फ्रिक्वेन्सी यो 10 म्याक्सिमम फ्रिक्वेन्सी हो अब ए भन्दा पहिलाको भ्यालु के भयो f0 भयो र ए भन्दा पछिको भ्यालु f2 भयो अहिले यसरी पनि याद गर्न सक्नुहुन्छ f1 1 भन्दा पहिला 0 आउँछ र 1 पछि के आउँछ त 2 आउँछ भनेर यसरी पनि लेख्न सक्नुहुन्छ है यसरी याद गर्ने र यसपछि लास्टमा हामी h निकाल्छौं अब h भनेको के हो त भने यो क्लास जुन 20 देखि 30 छ नि त हो यसको डिफरेन्स कति छ त यसको डिफरेन्स कति छ त 20 देखि 30 को बीचमा 10 को डिफरेन्स छ त्यसैले यहाँनिर h भनेको के भयो 10 भयो ल अब यसको फर्मुला हामी युज गर्छौं फर्मुला मोड इक्वल टु l प्लस
f1 माइनस f0 इन्टु h अपन 2 f1 माइनस f0 माइनस f2 यो वाला फर्मुला चाहिँ हामी अघि हामीले जुन फर्मुला यहाँ लेखेका थियौं यो चाहिँ युज गरौँ। अब यसमा भ्यालुहरु राखिदिनु पर्यो। अब यसमा l भनेको कति छ 20 छ, सो 20 लेख्नु पर्यो। 20 प्लस f1 भनेको 10 छ, 10 माइनस f0 भनेको कति हो 6 छ, 6 लेख्नु पर्यो इन्टु h भनेको कति छ 10 छ र लास्टमा 2f1 लेख्ने हामीले तल 2f1 2 हाम्रो फर्मुलाको भइहाल्यो इन्टु f1 भनेको कति छ इन्टु f1 भनेको 10 छ भने 10 लेख्नु पर्यो अनि माइनस f0 भनेको कति छ 6 छ र माइनस f2 भनेको कति छ 5 छ भने 5 लेख्नु पर्यो है। ल सस्ताको तस्तै सबै कुराहरु हामीले फर्मुलामा राखिसक्यौं। अब सबै कुराहरु फर्मुलामा आइसक्यो। अब यहाँ हामीले के गर्ने हो भने यो यसरी राउन्ड भएर क्याल्कुलेसन भएर जान्छ है। यहाँबाट यसरी क्याल्कुलेसन भएर जान्छ र लास्टमा यसमा जोडिने गर्छ। सो अब सुरुमा हामीले 20 प्लस जस्ताको जस्तै लेख्ने र यसपछि यो 10 देखि 6 घटाउनुस् त कति हुन्छ 10 देखि 6 घटाउनु पर्यो 10 माइनस 6 गर्नु पर्यो कति हुन्छ 4 भयो है। अब यो 4 लाई 10 ले इन्टु गर्ने 4 इन्टु 10 कति हुन्छ 40 भयो माथि 40 भयो है। अब तल क्याल्कुलेसन गर्ने। अब यो तल सबै एकैचोटी क्याल्कुलेसन गर्दिने 2 इन्टु 10 माइनस 6 माइनस 5 गर्ने कति भयो 9 भयो है तल। अब तल चाहिँ कति 9 भयो। ल अब 40 लाई 9 ले डिवाइड गर्ने 40 डिवाइडेड बाइ 9 गर्ने कति भयो 4.44 भयो नि त 4.44 त्यसैले 20 प्लस 4.44 गर्नु पर्यो। अब यो दुईटालाई जोड्दिनुस् कति हुन्छ 24.44 मोड चाहिँ कति भयो त 24.44 भयो। ल यसरी चाहिँ हामीले मोड निकाल्यौं। ओके एभ्रिवन आजको भिडियोमा चाहिँ हामीले मोड निकाल्न सिक्यौं। यसरी कसरी हामीले इन्डिभिजुअल सिरिज डिस्क्रिट सिरिज र कन्टिन्युअस सिरिजबाट मोड निकाल्ने भन्ने बारेमा बुझ्यौं। यसभन्दा अघिल्लो भिडियोमा चाहिँ हामीले मिडियन निकाल्न सिकेका थियौं र त्यहाँ चाहिँ मैले तपाईहरुलाई भनेको थिएँ केही पनि डाउटहरु छ भने मलाई कमेन्ट गर्नुस् भनेर। सो त्यहाँ चाहिँ तपाईहरु मध्ये केही विद्यार्थीहरुले कमेन्ट गर्नु भएको थियो। मैले चाहिँ उनीहरुको कमेन्टको रिप्लाई गरिसकेको छु र यो भिडियोमा पनि त्यही हो केही पनि डाउटहरु छ कहीँनेर केही पढाको बुझ्जे छैन भने तपाईहरुले तल कमेन्ट गर्न सक्नुहुन्छ। तपाईको डाउटहरु मैले क्लियर गर्दिनेछु र यो बाहेक अब नेक्स्ट भिडियोमा हामी यो मिन मिडियन र मोड यो तीनैवटालाई कसरी हामीले इन्टरप्रेट गर्ने हामीलाई एक्जाममा कहिलेकाहीँ मिडियन निकाल्नुस् मात्रै भन्दैन कि कहिलेकाहीँ यिनीहरुको रिजल्ट पनि इन्टरप्रेट गर्नुस् अथवा इन्टरप्रेट इट भनेर पनि सोध्न सक्छ हैन। त्यो कुरा चाहिँ हामीले कसरी इन्टरप्रेट गर्ने त भन्ने बारेमा हामी नेक्स्ट भिडियोमा बुझ्ने छौं है। सो त्यही भएर यदि तपाईहरुले फर्स्ट टाइम हाम्रो च्यानलमा भिजिट गर्नु भएको छ भने हाम्रो च्यानललाई चाहिँ सब्स्क्राइब गर्नु होला र भिडियोहरु मन पर्छ भने भिडियोलाई लाइक पनि गर्नु होला। र एट द एन्ड एउटा इम्पोर्टेन्ट कुरा धेरैजना विद्यार्थीहरुलाई थाहा छैन हामीले चाहिँ ए भन्दा पहिला पनि धेरै क्वेशनहरु सल्भ गरिसकेका छौं। पास्ट इयर एक्जाममा आएका क्वेशनहरु मोडल क्वेशनबाट चाहिँ सल्भ गरेर यसै च्यानलमा अपलोड गरिसकेका छौं। यदि तपाईहरुले त्यो भिडियोहरु हेर्न चाहनुहुन्छ भने सिम्पली फर्स्टमा तपाईहरुले हाम्रो युट्युब च्यानलमा जानुपर्ने हुन्छ। त्यहाँबाट प्लेलिस्टमा जानुस् र त्यहाँनिर चाहिँ बीएड थर्ड इयर करिकुलम एन्ड इभल्युसन भन्ने प्लेलिस्ट होला त्यो भित्र जानु होला। त्यहाँ भित्र चाहिँ सबै यही टपिक रिलेटेड बीएड थर्ड इयर को करिकुलम एन्ड इभल्युसन सब्जेक्ट भित्रका सबै भिडियोहरु सबै यससँग रिलेटेड न्यूमेरिकल सँग रिलेटेड भिडियोहरु छ त्यहाँ गएर इजिली हेर्न सक्नुहुन्छ है। सो यति भन्दै हामी अब नेक्स्ट भिडियोमा भेट्ने छौं।